पानीको छिटा परिरहेको छ साथीहरू। थ्याङ्क यू सो मच। उता यो चाहिँ देख्न सक्नुहुन्छ तपाईँको चाहिँ घन्टाघर। यो चाहिँ काठमाडौँको भिआइपीमा भनेर चिनिन्छ। यही अवस्थामा चाहिँ हामी चाहिँ प्रवेश गर्दैछौँ। थ्याङ्क यू सो मच। अब पानी पनि परिरहेको छ, एकदमै रमणीय वातावरण छ। त्यसै गरी चाहिँ म पठार गर्दै आइरहेको छु अब एकजना दाइसँग। एकदम स्मृति ड्राइभ गरिराख्नु भएको छ। थ्याङ्क यू सो मच। नमस्ते। सिमसी पानी परिरहेको छ आउ साइडमा। नमस्ते हजुर, के छ खबर? वाट वेदर होइन, यस्तै भन्नुपर्छ। थ्याङ्क यू सो मच एकदम। नमस्ते दादा। र ठिकै छ, बाँकी चाहिँ म त्यो टिकटक लाइभमा आउँदैछु, सबैजना जोडिदिएको। दर्शन नमस्ते छ। तापछि हामी चाहिँ दरबार धाम गर्छौँ भित्र। यति बेला चाहिँ वर्गीय भवनको साइडबाट चाहिँ कमलाजी प्रवेश गर्दैछु है। नमस्ते। It is very wonderful. Yes, my dear brother. Thank you so much. अनि यता चाहिँ हाम्रो ड्राइभ गर्दै हुन्छ। ड्राइभमा पनि मान्छेहरू चाहिँ भन्छ कतिपय कुराहरू तर चाहिँ राम्रै स्मुथली आइरहेको छु म। गाईको पट्टीमा गइरहेको थिएँ, भित्र आउँदैछु। त्यसपछि पाइरहेको छु। मैले उहाँले रेनकोट अफर गर्नुभएको थियो। त्यहाँ चाहिँ मैले आफै चाहिँ रेनकोट अफर चाहिँ, किनकि मलाई चाहिँ अलिकति रेन मनपर्ने भएको हुनाले रेनकोट अफर चाहिँ नलिएको है। थ्याङ्क यू सो मच माई डियर ब्रदरहरू। बाई टु टाइम ल यता वर्षमा अहिले चाहिँ फेसबुक लाइभमा आएको है। यसरी भनिरहेको सबै गइसक्यो मलाई छोरा। यस यस पानी परेको छ, रमाइलो छ त्यो। ओके बाई। यता म अर्को वर्ष आएको हामी त।